हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। तपाईँलाई स्वागत छ मेरो मिनी ब्लगमा है। अनि गाइस, अहिले मैले ब्लग स्टार्ट गर्दाखेरि चाहिँ रातिको चाहिँ 8 बजेको छ होइन। 8 बजी चाहिँ मैले ब्लग किन स्टार्ट गरेँ भन्दाखेरि चाहिँ भोलि चाहिँ दुःखको कुरा होइन। मेरो बुढा चाहिँ पल्टन फर्किनु लागेको छ। भोलि चाहिँ उसको छुट्टी सकिन्छ, 1 महिनाको छुट्टीमा थियो है, तपाईँलाई थाहै छ। अनि अब चाहिँ प्याकिङ गर्न आँटेको हामी चाहिँ यो भिडियो चाहिँ म आजदेखिको भोलिसम्म कन्टिन्यू गर्छु। सो हेर्दै जानुहोस् होला। फर्स्टमा चाहिँ म सबै कपडाहरूमा आइरन गर्छु होइन। त्यसको बादमा चाहिँ मजाले प्याकिङ गरिदिन्छु पट्टाएर। यहाँनिर चाहिँ अहिले चाहिँ मैले प्याकिङ गर्नु थालेँ होइन। अन्त ऊ र म भएर चाहिँ यहाँ प्याकिङ गर्दै थियो। अन्त मलाई चाहिँ भोलि नहोस् भन्ने भइरहेको थियो है। अब कस्तो मन दुखिरहेको थियो। अब र पनि के गर्नु, अब ड्युटी त जानै पर्छ है, कमाउनै पर्छ, घरमा बसेर हुँदैन भन्दै दुईजना दुःख सुख गफ गर्दै प्याकिङ गर्दै थियौँ होइन। अनि यहाँनिर उसको फाइनली प्याकिङ पनि भइसक्छ होइन। त्यसको बादमा चाहिँ म तपाईँलाई अब भोलि भेट्छु गाइस होइन। अनि प्याकिङ गर्दा गर्दा यहाँ चाहिँ मैले रेला गरेर चाहिँ यस्तो उसको क्याप लाउँदै थिएँ नि त, उसलाई चाहिँ मैले जिस्काउँदै थिएँ पुरा होइन। हेलो गाइज, गुड मर्निङ, इट्स द नेक्स्ट डे है। अन्त भोलि पनि भयो। यहाँनिर आजको वेदर चाहिँ एकदमै नराम्रो थियो है। अन्त पानी पर्नु लागिरहेको थियो। अब उसको ट्रेन चाहिँ 12:15 छ होइन। त्यही कारणले चाहिँ अब म बिहानै उठेर पूजासुजा गरेर यहाँनिर भिडियो बनाउँदैछु होइन। ऊ चाहिँ सुतिरहेको छ। अब म चाहिँ फ्रेस भएर उसलाई खानाहरू बनाइदिन्छु, टिफिनहरू हालिदिन्छु भनेर चाहिँ यहाँ मैले भिडियो बनाउँदै थियो। अनि मैले खानामा चाहिँ यहाँनिर उसलाई गोरुको मासुको सुकुटी थियो होइन। अन्त यो चाहिँ मैले भुटिदिएँ। अन्त यो बिरयानी चाहिँ हामीले बेलुकै बनाएको थियो। यो बिरयानी चाहिँ अहिले खाने। अनि त्यसको बादमा चाहिँ मैले यहाँनिर चाम्रे भात बनाइदिएको छु यो लानुको लागि। अब चाहिँ निस्किने टाइम पनि भयो। बुढा पनि यहाँ रेडी भइसक्यो हो। अब म रेडी हुन्छु। अन्त त्यसको बादमा चाहिँ हामी निस्किन्छौँ। सो हामी चाहिँ घरबाट पनि निस्क्यौँ। टोटोमा छु यहाँनिर होइन। अन्त बहिनी पनि छ यहाँ, बहिनी पनि गएको छ हामीसँग। अब म तपाईँलाई एनजेपी पुगेर भेट्छु एकैचोटि। पुरा पानी पर्ला जस्तो हुँदैछ। फाइनली गाइस, हामी चाहिँ यहाँ एनजेपी पनि आइपुग्यो। बाटो चाहिँ एकदमै धेरै भिड थियो होइन। किनभने चाहिँ आज चाहिँ ममता ब्यानर्जी आएको रहेछ सिलगढीमा, त्यही लागि चाहिँ पुरा बाटोहरू बन्द थियो। त्यही कारण चाहिँ कति हामीलाई चाहिँ 1 घन्टा लाग्यो। अनि पुरा लेट भइसकेको थियो हामी चाहिँ यहाँनिर होइन। अन्त 12:15 ट्रेन थियो होइन। हामी चाहिँ यहाँ 12:10 पुगेको थियो। अनि यहाँनिर जस्तो पुग्यो हामी त्यस्तै उसको ट्रेन पनि चल्नु लागेको थियो होइन। अन्त त्यहाँदेखिको चाहिँ छिटो छिटो गएर सामानहरू हालेर यहाँनिर अलिकति म इमोसनल पनि भएको थिएँ होइन। अनि म चाहिँ यहाँ इमोसनल भइहालेँ है। अन्त कति ट्राई गर्दा पनि सकिनँ र अलिकति इमोसनल भयो, ऊ पनि इमोसनल भयो है। अन्त यहाँनिर उसको चाहिँ बेसी टाइम पनि थिएन। अन्त एकैछिन बादमा चाहिँ ट्रेन पनि गइहाल्यो। अन्त हामी चाहिँ रुम फर्क्यो बहिनी र म चाहिँ होइन। अन्त त्यहाँदेखिको रुममा आउँदा कस्तो नराम्रो लाग्दै थियो। सो आजको भिडियो चाहिँ यति नै थियो। थ्याङ्क यू सो मच फर वाचिङ। स्टे ट्युन फर नेक्स्ट ब्लग। बाई बाई।